गुड मर्निङ केटा हो। आज चाहिँ हामी यता घुम्न जान आँटिरहेको छौँ होइन। अनि यता हाम्रो बाइकहरू यहाँ रेडी भइसक्यो। यता हाम्रो दाइहरू हुन्छ, फिलिप दाई अनि हाम्रो प्रज्वल दाई पनि यता हुन्छ नि। हाम्रो लिलन दोस्त उहाँ ब्यागमा प्याक गरिरहेछ। ऊ चाहिँ हामी जान आँटेको कहाँ जान आँटेको अरे आज तिनचुरे गुफा पोखरी प्लस अझै हाम्रो 3 दिनको ट्रेकिङ हो। ल मजाले भन्नु। हाम्रो 3 दिनको हो खास गरी। हामी अब बसन्तपुर तिनचुरे हुँदै कागपराको सुन्दै हामी जान्छौँ। हामी कता माथि गुफा पछि आउँछ हाम्रो लामा अनि हाम्रो लिलम दोस्तले यता पोल स्टार्ट गरिसक्छ बाइकलाई। तपाईँ पनि हान्नु न अब। ल ल यता फेरि निबिसक्यो बाइक हान्नु ल दाइ। फेरि अझै ल दाइ चिया हान्नु। ल चिया हानेर अब हामी जानुपर्ने हुन्छ यहाँबाट। ल चेस अब अरू खाइँदैन अल्कोहल। बिहान बिहानै हान्नु चाहिँ फेरि गाह्रो हुन्छ। ल अब हामी दाजुभाइ निस्किसकेको छौँ यहाँबाट। केही भन्दिनँ ल आजको अब हामी चस्माले राम्रो देखेन होला मलाई चाहिँ। अब मास्टरको भ्यूहरू देखाउन चाहन्छौँ हामी होइन। तपाईँहरूलाई हेर्दै जानुहोस्, हामीसँग जोडिनुहोस्। अरू यस्तै छ होइन गतिविधिहरू। अब के गर्नु त अब यसमा चढ्ने तर त्यसमा म पल्लोमा ल म यसमा चढ्छु। के अरे पछि ओछ्यानको बेडमा लागेपछि बिमार त याद आउँछन् त्यो पलहरू। पैसा हुन्छ मेमोरी हुन्छ भनेर भिडियो गरेको। वर्ष दिनमा महिना दिनमा एक दुई खेप चाहिँ हामीले टाइम निकाल्नु पर्ने हुन्छ यसो आफ्नो लागि पनि। धेरै जे ज्ञान बुद्धि पाइन्छ, जे रिल्याक्स पाइन्छ जिउको लागि होइन। त्यही हो। त्यही भएर तपाईँहरू नि समय मिलाएर घुम्दै गरौँला। ल उता लिगम दोस्त पनि आइसकेछ मङ्की म्याक्स लगाएर। राम्रो देखिरहेको छ। लाउन धुलोको सेफ हुन्छ, सेफ्टी। ल जम्दै ल अब हिँडिसकेको हामी चाहिँ घरबाट। अब अगाडि दाइहरू गइरहनु भएको छ। लिलम दोस्तले बाइक कुदाइरहेको छन्। ल एक दुईवटा सबै केही भनिदेऊ न त। अब बिस्तारै बिस्तारै हेर्दै जानु होला हाम्रो ब्लग होइन। यता हाम्रो गाउँको भ्यू हेर्न सक्नुहुन्छ है। यस्तो बबाल देखिरहेको छ बिहान बिहानै मर्निङ भ्यू। धान पनि पाकिरहेको छ अहिले। यहाँबाट चाहिँ जङ्गल सुरु हुन्छ। अब यहाँ जङ्गल हात्ती आएर मान्छे हात्ती खेदाउने मान्छे बसिरहेछन्। बाटो त्यस्तो पुरै अफरोड है हाम्रोतिर। बाटो कहिले बन्नु आँटेन जिन्दगीमा। रस्ते वो बेगाने झूठे वो अफसाने तू न हो जिनमें हो। थोड़ी उम्र है प्यार ज्यादा मेरा कैसे बताए। अहिले जानेको अब घर पुग्न लागेको छु। यता भिडियो हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी धरानको रेलवेमा आइपुगेर छौँ। यता पनि झन्डा, यता माथि पनि झन्डा। ल अहिले हामी चाहिँ यता रेलवेमा आइपुगिरहेको छौँ। अनि उता पनि झन्डा छ त्यहाँनिर। अनि यहाँ मसँग झन्डा छ। अनि यहाँ चाहिँ हल्का बिस्कुटहरू हाल्नु पऱ्यो नि त बाटोमा भोक लाग्दाखेरि। त्यही भएर केटाहरू यहाँ लिँदैछन्। अब बाटोमा हेरौँ ल अब बिस्तारै। अगाडि दाइहरू पनि पर्खिराख्नु भएको छ। अब अगाडि गएर भेट्नु पर्ला। अहिले धरानमा हामी यहाँ तेल हालिरहेको छौँ। पेट्रोल धरानको पेट्रोल पम्प भानुचोकदेखि हल्का तल। झन्डा बोकेर हिँड्दै हो।
मलाई सबले खतरा हेरेर रियाक्सन खतरा हेरेर ल अहिले चाहिँ हामी भान्सोकमा आइपुग्न आँट्यौँ अहिले झन्डा बोक्दै हिँडेको सबले मलाई खतरा हेरेर क्या सबै रियाक्सन खतरा हेरेर अहिले चाहिँ हामी ठ्याक्कै यो भान्सोकमा आइपुगेका छौँ घन्टाघर हेर्न सक्नुहुन्छ तपाईँहरूले दाइहरू पछाडि आउँदै हुन्छ धरानको बजार भान्सोक दाइहरू पछाडि सामान किन थाल्नु भएर यहाँ हामी गएको पछाडि तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो साथी अझै छ मेरो साथी विप्लव जस्तै छ सेम अहिले त हाम्रो दाइ पनि आइसक्नु भएको छ लेटाङबाट के ल्याउनलाई दाइको टोपी थियो यार ए कहाँ हाले कि कहाँ हाले यार त्यो सेतो थियो विप्लव ओ विप्लव त्यसो विप्लव अर्को दाइहरू पनि आइसक्नु भएको छ अब चाहिँ लागिदिनु पर्ने हुन्छ यहाँबाट ल दाइ मजाले जाऊँ अहिले चाहिँ हामी तराईबाट पाहाडमा आइसकेको छु घुम्ती रोड ल अहिले चाहिँ भ्यू पोइन्टमा यहाँ सट्ट राम्रो भ्यू देखिन तर हुस्से लागिरहेको रहेछ हल्का दाइहरू पनि आइसक्नु भएको छ अर्को एउटा दाइ आउन बाँकी हुन्छ हाम्रो यस्तै छ कहिलेकाहीँ घुम्नु पर हल्ला अनि त हाम्रो लिलम दोस्त कस्तो फिल भइरहेछ तिमीलाई बिहान बिहानै हिँड्दाखेरि अनि हाम्रो फिलिप दाइ ल यता लिलमले प्याक हानिरहेछ हाम्रो झोला दाइको बाइकमा अनि यता हाम्रो फिलिप दाइ अहिलेदेखि घारघुम भइरहेको छु मास्टर गरेर म के भइरहेको थाहा छ हल्का सिक हुनुहुन्छ हाम्रो दाइ चाहिँ माथि के म चाहिँ छुइनँ अलिक होइन माथि बुक गरेर गर होइन यस्तो गरेर बाइसिकल यस्तो गरेर ल यता लिलम दोस्तले ब्याग बाँधिरहेछन् झोला दाइको बाइकमा अनि तपाईँलाई कस्तो फिल भइरहेछ आज हामीसँग होइन हजुर त हाम्रो दाइ झन्डा बोकेर फोटो खिच्न आँट्नु भइरहेछ फोटो हेर्नको लागि चाहिँ इन्स्टामा फलो गर्नु होला हाम्रो दाइलाई दाइलाई झन्डा मिलाइदिइराख्नु भएछ खानु दाइ भेटारमा पुगेपछि भन्दैन हामी मुझे पोर्क थुक्पा खान्छौँ हामी होइन हल्का मर्की लगाएको छ त्यहाँ मगर छन् क्या हाम्रो सङहरू चिनेको मुलघाटमा हानेर एकैचोटि मलाई चाहिँ भोक लागेको छैन होइन हिलैमा खानुपर्छ त्यो त अनि मर्न अघि त्यही पुतला पुतैले ल ठिक छ बिस्तारै हान्नुपर्छ होइन यताको भ्यू देख्न सक्नुहुन्छ अलिकति भुटेको भात पाइरहेको छैन के खाएर आउनु भएको अरे भुटेको भात चाहिँ अन्डा भइदिएको भन्दिनँ ल यता ट्रकहरू पनि गइरहेछ हाम्रो राइडर लिलम दोस्त खतरा कुदाउँछ बाइक अहिले म देख्यो भने भ्लग देख्यो भने मार्छ धेरै बिस्तारै कुदाउँछ है मेरो छोराले चाहिँ भनेर त्यहाँले देख्यो भने मार्छ ल अब चाहिँ यहाँबाट चाहिँ अलिक फास्ट जानुपर्छ हल्का स्पिडमा नत्र मात्रै पुगिन्छ होला अलिक धेरै टाढा छ जस्तो लाग्यो म चाहिँ गएको फर्स्ट टाइम हो अनि हाम्रो लिलम दोस्तहरू चाहिँ गराएको अस्ति पनि मेरो चाहिँ फर्स्ट टाइम हो फिलिप दाइ पनि पहिला नै गइसक्नु भएको छ ल दाइ लाग्दिउँ अब है ल केटा हो ल हेर्दै गरौँ ल पछाडि एनएसले भेट्दैन अब भन्दैछ नि त अब चाहिँ हामी भ्यू पोइन्टको भ्यूसँगै निस्किसकेको छौँ यहाँबाट
आएपछि त भिड नै भिड अगाडि हेर्न सक्नुहुन्छ दाइहरू गइराख्नु भएको छ हाम्रो पछाडिबाट दाइ आइराख्नु भएको छ ल अब बिस्तारै बाटोमा हेरौँला कस्तो चिसो चिसो हावा हान्न थालो अब त यार घन्टा बजेर फुलिने त यहाँ आउनुपर्ने रहेछ अस्ति तिहारमा मजाले लाउनै पाइएन यता पनि यो साइडमा पनि फुलै फुल हाम्रो दाइहरू आइराख्नु भएको छ पछाडि केटावाल चाहिँ हामी यहाँ भेट आइपुगेको छौँ अब हाम्रो आधी उर्ती केटाहरू यहीँ छन् अगाडि पर्खिरह होला यो चाहिँ भेटारको बजार यता गयो भने चाहिँ नाम्ची जान्छ केटाहरू यता गयो नाम्ची जाने कता बाटो हो यता होइन यता अब हामी यता जाने होइन ओइल चाहिँ हामी ठ्याक्कै यहाँ मूलघाटको पुलमा आइरहेको छ तमरकोसी यताबाट पुल बबाल देखिँदो रहेछ कोसी बगेको साउन्ड आइरहेको होला माथिबाट त सानो देखिँदै यताबाट हेर्दा त ठुलो रहेछ ल यता केटाहरू पनि आइसकेको के छ नि हालको यता हाम्रो दाइहरू त्यस्तै हो ल यता खाजा पनि आइसकेको छ पर्क थुक्पा आम्मा खतरा छ खिचन हामी चाहिँ खाजा खाइसकेको छौँ खाजामा पोर्क थुक्पा खाजा खाजा हामी यहाँ चाहिँ अब यहाँबाट निस्किनु पर्ने हुन्छ हाम्रो दाइ यता खानुभयो खाजा अनि त हाम्रो दाइहरू पनि आइसक्नु भएको छ ल बिस्तारै जाउँ तमरको माछा त दाइ जानु अगाडि ल लाग्यो ल तमरबाट नि